साथीहरू, हजुरलाई एउटा कुरा थाहा छ? हामीहरू हैन टक्क पैसा हाल्छौँ, किनेर ल्याउँछौँ, थाहा छ हाम्रो पैसा पनि जान्छ। त्यसको बदला हामीले सामान पाउँछौँ। तर हामीहरू महँगो भयो भन्छौँ है। यो लिङ्गो टिप्न जाने ठाउँमा कति रिस्क हुन्छ है। पहाडको ठाउँबाट आएको लिङ्गो हो, यो पहाडको हो, तराईको होइन। एकदमै राम्रो लिङ्गो है, एकदमै मिठो पनि हुने यो। अब पहाडको ताजा हावापानीमा उब्जेको लिङ्गो हो। अहिले यसको बजार भाउ चाहिँ 100 रुपियाँ केजी छ है। मैले चाहिँ 100 रुपियाँ केजी हालेको। अब तपाईँहरूले कति हाल्नुहुन्छ थाहा छैन, तपाईँहरूकोतिर कति छ होइन। मेरोतिर चाहिँ 100 रुपियाँ केजी पर्छ। ठिकै हो है। तर यो टिप्ने ठाउँमा कति रिस्क हुन्छ साथीहरू। हामीले यो टिप्न जाँदा तपाईँहरू जङ्गल हुन्छ, कुना काप्चा है। अनि त्यहाँ अब सर्पले टोकेको थाहा छैन यो टिप्दाखेरि होइन। केही अब जङ्गली जनावर आएर खाएको थाहा छैन। आफ्नो ज्यान जोखिममा राखेर टिपेको हुन्छ साथीहरू यो लिङ्गो। 100 रुपियाँ पर्यो तर हामीलाई सस्तो पाउँछ भन्ने जस्तो फिल हुन्छ। तर यो देख्दा उहाँहरूले टिपेर ल्याएर है यहाँ बजारमा पुर्याएको हुन्छ। तर कस्तो रिस्क लिएर हुन्छ। एकदमै जटिल ठाउँमा हुन्छ कि यस्तो ठाउँमा उम्रिन्छ जङ्गलमा। तर अब यस्तो बर्खामा त साप किराहरू है कस्तो डर हुन्छ। साप तिनीहरूको साथसाथै बाघहरू अब के हुन्छ है, जङ्गली जनावरहरूको डर पनि धेरै हुन्छ। जति डर हुन्छ बिचराहरूलाई उति रिस्क पनि हुन्छ। तर अब 100 रुपियाँ केजी भनेको उसरी ठिकै हो साथीहरू है। धेरै महँगो पनि मान्नु हुँदैन, किनभने रिस्क यति छ कि बिचराहरू है किसानहरूले। तर मिठो चाहिँ यति हुन्छ। अनि फेरि हाम्रो अर्ग्यानिक लिङ्गो हो है, यति मिठो हुन्छ यो लिङ्गो। यदि हजुरहरूलाई पनि मनपर्छ भने खानु होला किनेर। लिङ्गो नखाने त कमै होला, सबैजनाले खान्छ। लिङ्गो भयो, अब बर्खाको च्याउ भयो, च्याउ त हात नलगाउनु रेट हुन्छ है। तर पनि खाइन्छ। 1 पाउ 100 ग्राम 50 ग्राम भए पनि चाहिँ लिङ्गो चाहिँ ठिक छ, खाइन्छ। तपाईँहरूलाई कस्तो लाग्छ यो लिङ्गो है, कमेन्ट गर्नु मेरो भिडियोमा प्लिज।